जमिनमा मम्मीहरूले भन्नुहुन्थ्यो कि माटोमा पैसा हालेको कहीँ पनि जाँदैन, बढ्छ माटोमा पैसा फुल्छ के भन्छ फल्छ, तर घर पर्दैन होइन। जो सुन र माटो करिब करिब उस्तै नै हो, कहिले पनि घाटा लाग्दैन। त्यसकारण अहिले यो राइट टाइम हो रियल इस्टेटमा चाहिँ इन्भेस्ट गर्ने। चाहिँ तपाईँहरूसँग यदि पैसा छ भने ब्याङ्कमा राख्नुभन्दा रियल इस्टेटमा आएर इन्भेस्ट गर्नुभयो भने धेरै नै फाइदा हुन्छ जस्तो लाग्छ। जग्गा चाहिँ यो है प्लटिङ हुँदैछ टक्क लाएर। यो चाहिँ यस्तो छ है, यहाँ दाइ छ, यो एकदम दाइ छ कि यस्तो क्लियर देखाएको छ यार मौसम त। यो प्लानिङ भन्दा उतापट्टि सुन्दरजल गागल फेदी टक्क लाएर बसन्त दिन्छ मङ्गले, बसन्त दिन्छ मङ्गले। नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। तपाईँहरूलाई छुट्टै भ्लग ल्याउने क्रममा हजुरहरूलाई भर्चुअल भ्लग ल्याएको छु हजुरहरू सामु। नेपाल अनि संसारको कुना कुनामा छरिएर बसे पनि हामीसँग जोडेर हाम्रो सस्तो घर जग्गा टिभी अथवा बसन्त च्यानल मा जोडिनुभएका सम्पूर्ण नेपाली मनहरूलाई एकमुष्ट रूपमा स्वागत गर्न चाहन्छु मेरो यो युट्युबको तर्फबाट। हजुरहरूले यो भिडियोबाट थाहा पाउनुहुनेछ कि हजुरहरूले पक्कै पनि हजुरको बजेटको अनुसारको जग्गा चाहिँ मैले ल्याएको छु, किनभने हजुरहरूले यो जग्गा पक्कै हुन्छ। यो जग्गाको लोकेसन भन्नुपर्दा शङ्करपुर नगरपालिका वार्ड नम्बर 8 सालखा स्थित रहेको जग्गा रहेको छ। यो उत्तरमा बुद्ध पार्क, मणिचिट मन्दिर, ढाप ड्याम जाने बाटोदेखि लिएर सम्पूर्ण मन्दिरहरू रहेको छन्। वज्रगिरी मन्दिर, साली नदी रहेको छ। पश्चिममा सुन्दरजल, कागेश्वरी मन्दिर, गागलफेदी बस पार्कबाट नजिक 1 किलोमिटरको दूरीमा रहेको छ। बाहिरी चक्रपथ पनि लगभग 500 किलोमिटरको दूरीमा रहेको। फेरि बस पार्क साँखु, बस पार्क हुँदै साँखु साली नदी जोड्ने सडकबाट जम्मा यहाँ पानी, बत्ती, ढल, ब्याङ्क, स्कुल, पुलिस चौकी, सुपरमार्केट, कलेजको सुविधा सम्पूर्ण रहेको जानकारी अवगत गर्न चाहन्छु। चाबेल रिङ रोडबाट लगभग 8 किलोमिटरको दूरीमा रहेको प्रपर्टी रहेको छ यो। हजुरहरूले चाबेल, बौद्ध, जोरपाटी, थली, डाँची हुँदै आउनुपर्ने हुन्छ। यहाँ वरिपरिका दृश्यहरू चाहिँ हजुरले यस्तो प्रकारको दृश्यहरू देख्न सक्नुहुनेछ। भ्याली छर्लङ्गै देखिने उक्त जग्गा रहेको छ। कलेज, स्कुल, गुम्बाको लागि पनि यो प्रख्यात उपयुक्त भने हजुरहरूलाई वरिपरिको चाहिँ 12 चलेको ठाउँमा 10 लाख 12 लाख चलेको ठाउँमा जम्मा हजुरहरूलाई 6 लाखदेखि 7 लाख 8 लाखका दरले चाहिँ आनाको भाउले चाहिँ पाउन सक्नुहुनेछ। लगभग 3 आनादेखि माथि लिन सक्नुहुनेछ भने 15 एकरो पनि दिनसम्म लिन सक्नुहुनेछ, किनभने हजुरहरूलाई टन्न जग्गा चाहिँ रहेको छ यो ठाउँमा। त्यसकारण हजुरहरूले सम्पूर्ण समस्याको बावजुद पनि यो राम्रो प्रपर्टी हजुरहरूलाई ल्याएको छु। यस्तै भिडियोहरू हेर्नको लागि चाहिँ हजुरले सब्सक्राइब गरेर जोडिनु होला। यसको अन्त्यमा हजुरहरूलाई सर्ट लोकेसन भन्न चाहन्छु। शङ्करपुर नगरपालिका वार्ड नम्बर 8 सालखा घुमरचोक रहेको छ भने यो वार्ड नम्बर 8 को कार्यालय नजिकै पर्ने हुनाले कुनै जुन हजुरले घर जग्गा बेच्न वा लिनका लागि पनि सहज रूपले एकदम राम्रो तरिकाले चाहिँ नजिकै एउटा कार्यालय भएको हुनाले मालपोत पनि हजुरहरूले पुलिस चौकी के अरे साँखु स्थित मालपोतमा पनि कारोबार गर्न सकिन्छ भने हजुरहरूले यो जग्गा चाहिँ प्लानिङ भइरहेको हुनाले प्लानिङको लागि एकदम बुकिङको आवश्यकता परेको हुनाले अहिले नै बुकिङ गर्नु हुनेले चाहिँ सहुलियत मूल्यमा प्रपर्टी पाउन सक्नुहुनेछ। त्यसकारण हजुरले छिटोभन्दा छिटो चाहिँ बुक गरेर आफ्नो सुरक्षित राख्नु होला। अनि त्यसपछि हजुरको यो लोक्नुहुनेछ लोकेसनको हिसाबले चाहिँ यो ठ्याक्कै सुन्दरजल देख्न पारिपट्टि, अनि त्यसपछि तपाईँको कागेश्वरी जुन यो मन्दिरले घेरेको प्रपर्टी रहेको छ। एउटा ठ्याक्कै एयरपोर्टको दृश्य पनि अवलोकन गर्न सकिन्छ भने प्लेन लिएर सम्पूर्ण आकाशमा उडेको प्लेनहरू सबै दृश्य अवलोकन गर्न सकिन्छ। हजुरको के छ यो जग्गा किन्दाखेरि प्लस पोइन्ट के छ, के फाइदा छ भन्दा हजुरले ठ्याक्कै अगाडि चाहिँ एउटा ठुलो गुम्बा 25 रोपनीमा चाहिँ एउटा
गुम्बा बन्दैछ, त्यसकारण गुम्बाले पनि एकदम विकसित गर्ने ठाउँ हो यो। त्यसकारण हजुरहरूले चाँडोभन्दा चाँडो चाहिँ सम्पर्क राखेर आफ्नो सिट बुक सुरक्षित राख्यो भने फाइदा हुन्छ। हजुरले 2-3 वर्ष राख्नुभयो भने यसको मूल्य डबल बढ्नेछ। त्यसैले अहिले छुट्याउनै नहुने जग्गा चाहिँ यो रहेको छ। त्यसकारण हजुरले छिटोभन्दा छिटो सम्पर्क राखी यो जग्गालाई आफ्नो बनाउन हुन अनुरोध गर्दै सम्पूर्ण जानकारी दिएको छु। कुनै कमी कमजोरी भएमा हजुरले फिल्ड भिजिट गरेर सम्पूर्ण यो दिएको नम्बरमा जानकारी लिन सक्नुहुनेछ भन्दै बिदा हुन्छु। हस्त धन्यवाद, नमस्ते। फेरि भेटौँला अर्को भिडियोमा।